Motion on a plane. So let us understand motion on plane in a simpler form. Okay, जस्तै हामीले previous chapter मा पढे motion in a straight line. Motion in a straight line भनेको चाहिँ के हो अब? Let's understand it. So if you understand that, then it will be more easy to understand motion in a plane. Motion on a plane. So let's understand एउटा body छ अरे. So दुईटा axis हुन्छ. Let's plot them in axis. अनि जस्तै म यसरी सिधा in a straight line I am moving. In a straight line I am moving भने नि एउटै एक्सिस मा हिँड्दैछु नि त म. कुन चाहिँ एक्सिस हो यो? y एक्सिस हो नि त. जस्तै म एउटा सरी y एक्सिस अरे x एक्सिस हो नि त. म एउटै मोसनमा हिँड्दैछु यसरी अनि यसरी फेरि यसरी फेरि यसरी गएर फेरि यसरी गएर फेरि यसरी एउटै एक्सिस मा हुँदैछ नि त. हैन जस्तै एउटा कमिला छ अरे. हैन अन्त कमिला चाहिँ एउटा तारमा हिँड्दैछ अरे यसरी. माथि माथि तारमा हिँड्यो नि उ कुन चाहिँ एक्सिसमै हिँड्दैछ x एक्सिसमै हिँड्दैछ नि त. x एक्सिसमै हिँड्दैछ नि त हामी. सो जब पनि एउटा बडी एउटा एक्सिसमा हिँड्छ, एउटा एक्सिस दैट मीन्स इदर अन x एक्सिस और इदर अन y एक्सिस, त्यति बेला अ बडी इज मुभिङ अन अ स्ट्रेट लाइन. तर जब पनि एउटा बडी 2D मोसनमा हिँडे अरे, 2D मोसन दैट मीन्स एउटा लेट्स से यो मेरो एउटा प्लेग्राउन्ड भयो अरे, एउटा प्लेग्राउन्ड. सो यसको के भयो मेरो x एक्सिस सरी y एक्सिस, यो मेरो x एक्सिस. सो इन दिस पर्टिकुलर प्लेन यो x एक्सिस र y एक्सिस को बीचमा यो x एक्सिस अनि y एक्सिस को x एक्सिस अनि y एक्सिस को बीचमा जहाँ पनि घुम्छ. लेट्स से एउटा कमिला यो बीच यसरी एउटा प्लेनमा यसरी खाताको एउटा उयो सम्झौँ न. यो प्लेन भनेको के हो भने लेट्स से एउटा खाताको पन्ना, पेपर, पेज अफ पेपर, अ पेज सरी, त्यसमा चारैतिर घुम्न थाले रे कमिला. यसरी यसरी हुन्छ. कमिला कहाँ घुम्दैछ? चारैतिर घुम्दैछ. यति बेला we can say that it is moving on a plane, not straight line, sorry, moving on a plane. That means यो यतैतिर घुमिरह्यो भने यो एक्सिस को कहाँ गयो? चारैतिर घुम्यो नि त. That means चारैतिर घुम्यो भने एउटा पोइन्ट लिम यति यो पोइन्टमा छ रे, यो पोइन्टमा. That means यो पोइन्ट त दुईटा एक्सिसमा लागि गरे नि त, x र y. जब पनि यस्तो हुन्छ नि पोजिसन x र y दिएको हुन्छ त्यति बेला अ बडी इज मुभिङ अन अ स्ट्रेट प्लेन, नट स्ट्रेट प्लेन, अ बडी इज मुभिङ अन अ प्लेन. तर जब ऊ एउटै एक्सिसमा हिँड्छ, एउटा एक्सिसमा हिँड्छ, जस्तै मैले एउटा एक्जाम्पल दिएँ, कमिला एउटा स्ट्रेट सिधा हिँड्दैछ और अन अ वायरमा सिधा हिँड्दैछ, त्यति बेला वी क्यान सी दैट द बडी इज मुभिङ अन अ स्ट्रेट लाइन. तर जब पनि इट इज मुभिङ अन अ यस्तो प्लेनमा हिँड्यो अरे, यस्तो प्लेनमा एउटा खाताको पेजमा यसरी चारैतिर घुम्यो भने द बडी लाइज इन द बोथ अफ द एक्सिस. एउटा एक्सिस हो x एक्सिस, अर्को एक्सिस हो y एक्सिस. सरी एउटा एक्सिस हो x एक्सिस, अर्को एक्सिस हो y एक्सिस. यतिमा घुम्यो भने दुईटा कोअर्डिनेट भेटाउँदा रहेछ. जब यस्तो घुम्छ नि अनि एउटा बडी यसरी दुईटै एक्सिसमा घुम्न थाल्यो भने अनि इट अक्वायर्स टु कोअर्डिनेट्स नि त. त्यो दुईटा कोअर्डिनेट्स भेटायो भने ओके टु सेटिस्फाई द कन्डिसन, दुईटा कोअर्डिनेट्स भेटायो भने यति बेला त्यसलाई के भन्छ?